गाई चोर अहिलेकोले भन्छ त नमस्कार गुड मर्निङ सबैलाई आज 14 नोभेम्बर हैन बाल दिवसको सम्पूर्ण विद्यालय लगायत जतिजना नानीहरू हुनुहुन्छ उनीहरूलाई शुभकामना। अहिले हामी हिँडिरहेका छौँ यो सुखिया रोड हो यो के हो यो सब हाइवे हैन त्यतिर हिँडिरहेको छौँ। यहाँबाट तपाईँ मिरिक जानु सक्नुहुन्छ नेपाल पशुपति सिमाना जानु सक्नुहुन्छ। हामी म र यता मेरो मित्र रोशन कैलाश होमस्टे चलाउनुहुन्छ उहाँले हामी हिँडिरहेको छौँ यहाँबाट। हामी आज जाने चाहिँ राम्रो भएको भए चाहिँ उकालो कहाँ अरे घुमरक जाँदै गरेको खासमा चाहिँ मेरो ध्येय चाहिँ यहाँ आउँदा के थियो भने हामी चाहिँ टुक्रे जाउँ भन्ने सोचेको थियो। टुक्रे जान पाएन होइन। अब अनुहार देखाउँदा वाक्कै लाग्छ भन्नुहुन्छ होइन। फेरि यसरी सडक देखाएर बात मार्दा मलाई अनौठो लाग्दो रहेछ। अनि आज भोलि चाहिँ हाम्रो बहिनीको बर्थडे हो। आज सानो सेलिब्रेट गरेर म भोलि घर फर्किने। अनि बिसान आउँछ प्यारो मित्र एकदमै हाम्रो अस्ति ब्लगमा कविता भन्ने मित्र अहिले भरे उहाँलाई पनि म ब्लगमा समेट्ने छु। एउटा कुरा भर्खर थाहा भयो भन्नु न आइफोनमा उयो हुँदैन रहेछ यस्तो जाने ज्याकै हुँदैन रहेछ। कहाँ हुन्छ अन्त यो यस्तो अहिलेको त्यो हौडे हौडे हाम्रो फोन कहाँ छ तपाईँको पनि छैन है? छैन हाम्रो त एन्ड्रोइड अब तपाईँको झन् कहाँ हुन्छ अहिले एन्ड्रोइड छैन है? हुँदैन कुनै कति दिनकै हराएको अहिले सबै उयो हुन्छ नि त। यस्तो के अरे त्यो सानोबडी त्यो उयो जस्तो मात्रै टक्रक्क अड्काउने यस्तो मात्रै हुन्छ। म याद घुमरक जाउँ उकालो म त मेरो फर्स्ट टाइम हो। एकदमै चिसो छ हिल्समा चाहिँ। तपाईँहरूकोतिर पनि जाडो चढिसक्यो होला। सुमोगोलको ड्राइभरहरूले चाहिँ उनीहरूको मात्रै यस्तो गरिदिन्छ नि है। म भन्छु त कस्तो कुदाइदिएको गाडी म दाजुभाइ हेरे सुमोगोल चाहिँ गाडी भन्दा चाहिँ उनीहरूको मात्रै गाडी कस्तो कुदाइदिन्छ है स्पिड कुदाइदिन्छ हौ। लु क्वालिटी हुन्छ अन्त लु छोडिदिउँ त्यो कुरा कि अब हामी घुमरक गएको त्यो हिजो हामी क्रिकेट खेल्न आएको ठाउँ कटिन्छ कटिँदैन पऱ्यो यतिको उकालोबाट आउनु छ ल त्यसो भए हामी जानुपर्ने चाहिँ यहाँबाट रहेछ। यो ढुङ्गामा लिएको पनि थियो तपाईँको यो बल्का पार्क छ नि त्यहाँदेखि यतापट्टिदेखि चाहिँ घुम पर्छ नि त फरेस्ट डिभिजन चाहिँ त्यहाँ चाहिँ उता चाहिँ तपाईँको सुक्या पर्छ फेरि चितुवाहरू हुँदैन होला नि। म खासै यो क्याम्पिङ के भन्छ होला क्याम्पिङ ट्रेकिङ भन्ने चाहिँ मलाई मन नपर्ने हो। तर अलि माथि चाहिँ हिस्टोरिक छ भनेर चाहिँ मलाई जानु मन लाग्यो। हिजो आवेश भएर हाम्रो रोशन साथीले भन्यो हिमाल चढ्नु ट्रेकिङ यो क्याम्पिङ भन्ने चाहिँ म हुँदाको जिन्दगीलाई दुःख दिनु मन नपर्ने मान्छे हो। मेरो विचार हो। कसै हिमाल चढेर खुसी हुन्छ भने इट्स अप टु देम। कसै ट्रेकिङ गरेर खुसी हुन्छ भने त्यो पनि उनीहरूसँगै छ। मलाई यतिकै आराम छ आफ्नो हो। मलाई पटक्कै मन पर्दैन त सोम सिक लाग्दोमा जान्छ नि कसै ट्रेकिङ पानी झरीतिर त्यो ग्रुप बाँधेर चाहिँ मलाई मन पर्दैन। अब 4जनाहरू छन् ठिकै छ होइन तर पनि टाढोहरू त सक्दिनँ म चाहिँ। आफ्नो हो अब उनीहरूलाई त्यो मनपर्छ होइन। मलाई कतै डाँडातिर बसेर गीत बनाउनु कविता भन्नु मनपर्छ। वे टु हावा घर कसैले हिमाल चढ्दा जिन्दगी बुझ्छ भने कसैले ट्रेकिङ गर्दा होइन आफ्नो हो। तर आई रेस्पेक्ट देम। अनि मलाई त्यो कुरा मन पर्दैन भने मेरो विचारलाई पनि सहमति जनाउनु पऱ्यो होइन। के भन्नुहुन्छ अब यसरी गल्छ हाउडेमा के खोज्नु मान्छेलाई चाहिएको आराम हो नि त। यो मेरो विचार हो फेरि मेरो एकदम निहित विचार हो। होइन छात्र पो गरे त हौ के को डर अब चितुवाहरूको त डर हुन्छ नि चम्पे भूतहरू त तर्साउनेहरू त अब लाग्दैन नि।
अम्बो कत्रो ढुङ्गा हो को लेखेको त्यहाँ चाहिँ कुन त नि बिलिभ कुनै के द कुनै के लेखेको छ यति भेट्दिनौँ है हामीले यति भेट्दिनौँ है यो जिन्दगीमा लगनमा केटी नभेट्यौँ यति भेट्ने चान्सेस छ म प्रबल दाजुहरूलाई अफुजुहरूलाई खोजेको भए यति भेट्थ्यो तर केटी भेटेन अन्त सिपिए के हो जिपिएस लोकेसन परेछ घुम रक नोट unauthorized entry into reserve forest is prohibited under the provision of Indian Forest Act. हामी त आयो त नि त मार्छ त खर्दैन वेदर राम्रो भएको तपाईँको यही हो उयो भने चाहिँ हवाघर हावामा त माथि छैन अझै अहिलेको ढुङ्गा तल खिच्नु भयो त्यही ढुङ्गा चाहिँ हो आमामा यहाँ त डल्लै देख्दैछ नि है टिभी बिग्रेको जस्तो भइरहेको छ नि त अहिले चाहिँ झ्यारेर नभनेको पनि 300-400 उयो छैन फिट होला सिधै टुप्पोमा हाम फाल्न सक्छ होला त्यतिको सक्छ तर यहाँ आएँ तलबाट हुस्से यो हुस्सेले आँखा पोल्ने भए मान्छे को निस्किन्थेन होला बाहिर है मन्दिरहरू छ जस्तो लागिहाल्छ नि त्यतापट्टि देख्यो नि त यहाँ चाहिँ कसले लिएर आएको सिमेन्टहरू यस्तो रडहरू बोकेर ल्याएको दिन त रिसाको बुढी यस्तो भइरहेको छ है कसले बनाएको होला यो है है मेटेछ नि जिपिएस लोकेसन 27.0000729 डिग्री नर्थ के मेटिएछ अन्त के हो नि यो बुझेन त्यो यो चाहिँ ब्रिटिस टाइममा बनाएको हो के होइन होला यो त घर अरे यो ब्रिटिसको बुढाबुढीहरू है टक्कै आएर चाहिँ हेर्ने जग्गा होला नि है कहिले बन्नेको होला नि त यो मुला हामीलाई विदेशीको लान्छना लाउँछ यहाँ हेऱ्यो भने यहाँ डिएनए त्यो कार्बन कुन के डिकोड कुन के भन्ने गऱ्यो भने बराजोरकै भेट्छ होला नि है यो अस्ति कभर गरेको यो अस्ति निकै भयो 2 साल पहिलाको यो पहिला आम सोच्नु तपाईँले हिस्ट्री यहाँको किन देखिरहेको छैन नि तर गुराँसहरू पनि रहेछ नि भित्रभित्र त है रोपेको होला यो सबै अब यहाँबाट फर्किने हामी अलिकति खोलिएको जस्तो भएको थियो
छोप्दियो नि सोम्बे यो धुप्पीहरू नहुँदो हो त दामी देख्थ्यो होला नि है फार्दिन्छु ल आज म ल फार्दिराखौँ धुप्पीहरू लाग्दिउँ ल वरिपरि फार्दिराखौँ लाग्दिउँ ल मालदा भएर आएपछि एमएलजी के अरे एस सायान मालदा रहेछ यो लेख्नेहरू चाहिँ को होला यो D+Sहरू लेख्नेहरू चाहिँ रुखमा लेख्यो नि तपाईँले बोक्रा छिलेर यसरी तोले चिलाउनेको बोक्रा छिलेर चाहिँ आरहरू त्यति बेला त अर्का घरको काँक्रा चढ्दै ठिकै थियो हामी ल परेन नि यसको लाइफमा त जो ल यिनीहरूले भनेको एउटा यो हिस्टोरिक प्लेस रहेछ होइन आई थिङ्क यो क्लब के भन्छ वाच टावर नै हो फर्क्यौँ हामी यहाँ ठोकेर ठक्कै यसरी के हो टक्क ठोकेर म ब्रिटिस भइदिनु क्या हौ पहिलाको जन्मको 17 November 2023 2 couple and 1 के लेख्यो R1 3 इडियट्स अरे आकाशा सोमाश्री पूजा के होला है हाम्रो अजित सञ्जोय राजु मुन्ना आफ्नो आफ्नो के हो जो जाउँ आए आए भूत आए आउनै फुट कहाँ गएको यस्तो भिडमा भयो हट कहाँ छ कहाँ त्यो ओडा छ के हो होस् जान्न अब होस् आउनु यहाँ टिक्नु सक्दैन होस् अलिक जान्छ नि यो गरौँ न हातमा यो डिसब्यालेन्स भएर त यस्तो नाथे मुला ए यहाँ मन्दिर बनाइनु होइन नि त्यही त भनेको हाम्रो धन्दा भने जस्तो त हाम्रो धन्दा हुनु त मै सिङ्गल मान्छे होइन बुद्धमै हुन्छ होला हो तपाईँ त्यहाँ गएर ज्ञान पाएर तपाईँ त्यहाँ गएर बस्दिनु हो अहिले भालु निस्क्यो भने चाहिँ यहाँबाट फेरि यहाँबाट छिरेर माथि निस्किने निस्किन्छ होला नि होइन बत्तलै बत्तल रहेछ नि त यस्तोमा पनि फुर्सद पाएको बत्तल फुटाउने हेर सुम पुरै गुरगुस्टी खेलेको छ यहाँ जाउँ अन्त मामहरूले भन्थेन त्यहाँ त उयो होला नि भालु पक्कै बस्छ है समथिङ के भएको यो मुला क्यामेरा सक्छ नि ला आरामले सक्छ नि त्यहाँबाट चढ्नु आँखों का भेनम लखा क्यामेरा प्लिज बहुत हेर त एंगेज कर देने वाला बात है सिकल पायो के होला केटाकेटी यस्तो भएको छ लु लाग्दिउँ ल ल दुई भाइ यो उनीहरूले मलाई भनेका थिए हिजो आवेश भाइ र रोशनले फर्क्यो हामी
फिर से यही रास्ता हो कि हमें नीचे तक पहुंचना होगा। अभी करीब 1 बज चुका है, हमें 1:30 तक पहुंचना होगा, क्योंकि 1:30 से पहले यहाँ पर हैरत अंगेज कर देने वाले नज़ारा हो जाएगा, इसलिए हमें थोड़ा दौड़ना भी होगा। एउटा हाउडे गफ सुन्छ रोशन, हामी यत्रो घुमेर फर्केन, हामी फर्किँदा चाहिँ तपाईँको बुढी पपुजाहरू चाहिँ बुढो भइदिइसकेको हुनु है होइन? के गर्थ्यो बुढो भइदिइरहेको हुनु अब होइन? रोशन र अनिललाई पर्खेको भने अब कति साल बितिसकेको हुनु अब। टाइम ट्राभल गरेर आएको, कति चाहिँ मरि पनि सकेको हुनु क्या अब भइरहेको नचिनेको हामीलाई। अन्त अझै अर्को हाउडे कुरा सुन्ने, हामी फर्किँदैछु होइन, हामी दुईजना भेट्दिनँ है, यहाँ आउँदै उकालो आउँदै गरेको, त्यो चाहिँ भुतिया गफ नि ल। अचम्म लाग्दिएको, तपाईँले यहाँ यस्तो अगाडि होइन तपाईँ देख्दिएको, रोशन देख्दिएको, यो सिकल बोक्दिएको होइन, पछाडि मै देख्दिएको। मरेको फिल। दुईवटा हाउडे गफ हो यो अब। हाम्रो सब्सक्राइबर्सहरूले पनि दुईवटा हाउडे गफ सुन्नुहोस्, थ्याङ्क यू। कति बजारहरू यताउता गाउँ घर मात्रै हेर्नुहुन्छ, जङ्गल पनि हेर्नुहोस् न तपाईँहरू कहिले काहीँ होइन। फोनहरू झरेन होला नि, फेरि फोनहरू झरेन होला नि। त्यो अर्को तेस्रो हाउडे गफ हो त्यो फेरि। जानु पऱ्यो नि खोज्नु, फोन गर्नु लाउँछु तपाईँलाई। आइपुग्यो हामी। हाम्रो बाजे बराजुहरूले लगाएको ब्रिटिस टाइमको वाल हेर लु, इन्जिनियरिङ हो नि, दामी हो नि हौ। सुता हेर न, सुता दामी हो नि। अहिलेको हामीले अब हाम्रो एरामा हेऱ्यो भने जिन्दगी जस्तो नमिलेको वाल लाउँछ। कोही साथीले भन्थ्यो कोही तेरो त के भन्थ्यो त्यो खोलाको ढुङ्गा मिलेको भन्छ अझै, वालमा नमिल्ने ढुङ्गा छ तेरो गर्लफ्रेन्ड त भन्थ्यो नि केटाहरूले। पर्खै यहाँ भिडियोमै छ एउटा घटना खिच्नु त। जङ्गल गएको म र ऊ हो, साँच्चीकै घटनै पनि सुन है। जङ्गल गएको बाघ रहेछ होइन, चितुवा बाघ जस्तै होइन, यो खालको उसलाई चाहिँ जम्प हानेको, रोशनलाई चाहिँ जम्प हानेको बाघले हेर होइन। देब्रे हातमा चाहिँ यसरी मैले यसरी हालिदिएको कि मुखमा पुगेछ, अब अन्दाजमै हालिदिएको होइन। त्यहाँदेखि मैले यसो गरेर उता निस्केछ कि त्यहाँदेखि फुच्चा पाउने सिपालीहरू चाहिँ चितुवा बाघ चाहिँ उल्टा भयो। अब यसरी उल्टा भइदिएको बाघ कि उल्टा बनाइदिएको बनाइदिएको रुखको बाघ हो। बाघको चाहिँ मुखमा बसेर पनि पछाडिको भुँडी छिरेर निक्लेर होइन, पुच्छर पक्रेर चाहिँ यसरी अब उल्टा भयो। अब म चास्तो भयो बाघ त, लास्टमा चाहिँ उल्टा बनाइदियो कि बनाइदियो मलाई भन्दै रुइदिएको। जोक्स बुझे होइन हाम्रो बहिनीले, उनीहरूले त पत्ताउँदो रहेछ। तर अहिले चाहिँ हामी न हिंदी में बात करता हूँ, ठीक है। हम जा रहे हैं सूखे बाजार में, हमारा बहन इधर देखो स्क्रीन में, अरे स्क्रीन में देखो, हमारा बहन का बर्थडे है। कल परसों ने सरसों बर्थडे किया था, ससुराल से आए थे, बर्थडे पूरा एकदम बड़का सा केक लेके। इधर में आवेश भाई है, दुगो बर्थडे। हाँ दुगो बर्थडे। इधर में हमारा एकदम परम मित्र है। अरे यार काला होने का नतीजा भी ये भी है यार, नहीं दिखता है यार। मैंने तो बचपन में फेयर एंड लवली खाया था, फिर भी ऐसा ही हो गया, क्या करूं। तो हम पप्पू भैया की गाड़ी में सूखे बाजार में जा रहे हैं। ये सूखे का रास्ता है। चलो ठीक है, अब हम सिर्फ उजाला में वीडियो करेंगे। थोड़ा ठंडा है। अरे बहुत ठंडे यार। विशाल जी आपको कैसा लगा यहाँ पर आके? अब बिहार में, सॉरी बिहार में नहीं, आपका घर कहाँ पर है? ट्रोल यस्तो गर्दै ट्रोल। मेरा तो भागलपुर है। गाड़ी भागलपुर में है। आज तो उधर का माहौल ना इतना बड़ा पटाखा पड़का रहे भागलपुर में। बम सब क्या बोले, छोटा बम। ओ नीतीश जी जीत गए ना? हाँ जीत गए, तो मेरा रात चलेगा अभी। यो चाहिँ सुखे बजार, यहाँ होला सोमदूत शोभा डायरी होइन,
उयो एकदमै जाडो छ है किसान एकदम गाडी फेरि यहाँ सुकेर गुमको जाडो छ है नि हो तपाईँतिर पनि जाडो छ जाडै छ जाउँ यतै उयोहरू यतै होला रोसनहरू है कहाँ झरेको थियो तिनीहरू उपर झरेको थियो जाडोले आज उयो भयो हाम्रो विन्टरको यो पहिलो भेट एकपल्ट थाहा छ विन्टरमा माथि हिउँ पर्दा घुममा खराइमा आगो फुकेको होइन मनमा पनि हिउँ परिरहेको थियो त्यतिलाई तपाईँलाई है हो मन पनि चिसै थियो चिसै थियो अहिले अलिक शिथिल भयो कि हिउँ र पहिरो जानु पनि जरुरी छ के कुरा उम्रिन्छ के अरे हिउँ र पहिरो जानु पनि जरुरी छ केही कुरा उम्रिन्छ के पहिरो लाग्यो भने चाहिँ केही नयाँ पलाउँछ पहिरो लाग्नु सकिनु होइन लाग्यो मलाई चाहिँ दामी पहिरो जानु भने चाहिँ सकिनु होइन तर त्यहाँबाट केही सम्भावना हो के नाश गरेर जान्छ नि तर है नाश गर्छ फेरि आउँछ कि केही कुरा धेरै कुरा सिकिन्छ म त यसरी बजार यसरी भिडियो गर्नु मेरोमा म उयो छैन समय कन्फिडेन्स छैन त तपाईँ मात्रै गरेको त सक्दिनँ म कतिले गर्दै हिँड्छ होइन अप्ठ्यारो लाग्छ सक्दिनँ पनि अब एउटा बजारमा भिडियो गर्नु चाहिँ अहिले रिक्स पनि हुन्छ अरूको फेस आइ एकै बुझ्नु फोटो तिमीलाई फ्री हात फुट्दैन हात फुट्छ नि यता त्यो वेगनरको कलरहरू बिसारेको सिधै आएर यहाँ जोत्दै रहने उयो बम्पर खोइ सुखे बजार कहाँ राख्नु यो अगाडि सिटमा राख्नु सौदापात सक्दी भए नि जब बहिनीको बर्थडेको होइन अब लाग्दी भए नि ल अब चाहिँ लाग्दैन लिची खाने केक ल्यायो केक हुन्छ बर्थडेको प्रिपेरेसन हो त्यस्तो चल्दैछ है लक्ष्मण भाइ उदाउँदाखेरि 1 हुन्छ अरे नि त गाईले को पहिला आयो छिरिँदा को रे अब बालीहरू हुँदा चाहिँ 5 वटा जस्तो बाली नागिन्थ्यो अरे माथेर चाहिँ अब के रे छिरिँदा तपाईँको जित्ने अब बदमास यिनीहरू त अड्दछ नि डल्लै त्यो लडाइँ झगडा होइन चाचिलो डल्लै अड्छ ऊ डल्लै अड्छ यति अड्दिँदो रहेछ जादु थियो भनेको लु बर्थडे हाम्रो बहिनीको होइन मोमेन्टहरू यता हाम्रो बहिनी छ यो हो नि त ऊ 4K भइरहेको छु ल ल आज हाम्रो बहिनीको बर्थडे मनाउनु चाहिँ हामी टाइगर हिल जाँदैछ सबैजना हो अब हुनु त 12 बज्नु आँट्यो 15-20 मिनट लेट होला होइन 15-20 मिनट लेट भए पनि पुगेर केक चाहिँ टाइगर हिलमै काट्ने केक यहाँ छ हाम्रो अनिर भाइको जिम्मामा गाडीमा लेतर पेतर हुनु भएन होइन सकुशल लानु पर्यो सकुशल चाहिँ माथिसम्म पुग्नु पर्यो छुरी गोजीमा हाल भनेको प्लेट पाइरहेछ अहिले हराउँछ होला हो यो केक चाहिँ सिधै गएर काटिन्छ टाइगर हिलमा ओ खो दुई भाइ भाइ छोरी नहराउ ल भाइ के निकालेको एटिएमबाट आएको जस्तो
देखाइदिनु न दाइ भयो को लान्छ त्यो चाहिँ भित्र छ भयो ल हुन्छ धन्यवाद रामेश भाइ यसले भिडियो गर न त बहिनी भिडियो गर यसले 2 मिनेट प्लिज द के गर्नु 2 मिनेट के बस्नु किन होइन यहीँ बस्नु त चलेर त पुग्छ कहीँ त किन हो किन बहिनीले भिडियो गर्नुपर्छ 2 मिनेट छ त ल बर्थडे त भोलि त हो होइन हौ लाग्दिन्छ पछाडि खिच्नु न बहिनी म पछाडि घुम्नु पनि भएन नि त छिटो खिच्दै गीत बन्द इन्सिडेन्ट चाहिँ भन न अब उयो छैन रुमाल छैन के पनि छैन छैन कहाँ बाटै देखेको छैन यति बुझ्दै नि ए नम्बर हातले हो जिस्काएको हो केटा ठुलो ऐना चाहिँ अलिकति ह्यापी बर्थडे बर्थडे ह्यापी बर्थडे पुग्दे टाइगर हिल लु हाम्रो बहिनीको केक यहाँ छ होइन बोनेटमा पारतिर चाहिँ के देखिरहेको छ अब धेरै वर्षमा धेरै 10-18 वर्ष बादतिर आएँ हो म यहाँ माथि चाहिँ म चाहिँ 18 वर्ष जस्तो भएको थिएँ सोम यहाँ आएको मलाई पनि खिच्नु न अन्त आउने सालैमा ए दामी अनि साथी तपाईँ एज अ दार्जिलिङको भएर कति साल बादमा चाहिँ आउनु भएको आई थिङ्क यो 18-20 वर्ष त भयो सोमले म यहाँ चाहिँ आएको थिइनँ कस्टम हामी चाहिँ सनराइज बन्द गरिदेऊ लाग्छ अहिले सनराइज पोइन्टमा छैन म त कहिले पनि आएको थिइनँ नि म आएको थिएँ यहाँ आउनु थियो यो उमेरसम्म फर्स्ट टाइम हो यो तल मन्दिर छ अलिक बेसी बोलो सर ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे हामी पोलिटी मारेर बस्दिनौँ नि त लाइटर कस्तो छ लाइटर छैन कस्तो लु ठुल्दा माथि बोल्दै बोल्दैन बसेको छैन लु ह्याप्पी बर्थडे Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sabnam Boyni. Happy birthday to you. God bless you. May God bless you. May birthday dear Sabnoini. Happy birthday to you. आज कोक्रियो लु 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 ज्यादा चल्नु हुँदैन है लु 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 ढुल दाजु लु 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 सलिम सलिम लु 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 हामी अब सिनियर क्याटेगोरीमा परेछु सिनियर क्याटेगोरीमा परेछु नि त हामी लु ह्यापी बर्थडे बहिनी हैन हामी ठुलो कि साले त ठुलो म ठुलो ह्याप्पी बर्थडे हामी टाइगर हिलको सनराइज पोइन्टमा छौं हैन यति बेला ह्याप्पी बर्थडे बहिनी अनि सलिम रोशन बबुदा सबै भाइहरु छ लु सलिम सप्तमको बर्थडे हामी चाहिँ आज आइपुगेको छौं यो त एपिक हो नि है बर्थडे
बर्थडे टु यु बर्थडे यो हो नि त Happy birthday to you. हात कोक्रो Dear one. Dear birthday. Happy birthday. Happy birthday. Happy birthday. Dear Sabnum. Happy birthday to you. तारा हेरेर त्यहाँ